ल गाइस एभ्रिवान है, म चाहिँ एकदम हाम्रो बेबेलाई भेट्न आएको छु। मेरो बाउलाई है, हाम्रो बेबे चाहिँ भेटेँ मैले फाइनली। धेरै वर्ष बादमा हाम्रो बेबे चाहिँ यस्तो हुनुहुन्छ, बिमार हुनुहुन्छ अहिले है। बेबेको पनि उमेर धेरै भइसकेछ, 91 वर्ष पुगिसकेछ गाइस हो। हाम्रो बेबे चाहिँ यस्तो छ, अझै जवानै छ नि, रिस उठ्दा छ घरिघरि हो। हाम्रो बेबेलाई त बेबे यता हेर्नु न क्यामेरामा, यता हेर्नु के सबले भोलिपछि तपाईँलाई चिन्छ कि यहाँ हेर्नु नि हो। हाम्रो बेबे चाहिँ 91 वर्ष पुगिसक्यो गाइस, तपाईँहरूले देख्न सक्नुहुन्छ। पुरो रिस हुँदैछ नि। हाम्रो बेबे चाहिँ यस्तो छ, नाति बाजे भनौँ न हो। मेरो बाउको बाउ चाहिँ छ हाम्रो बेबे, धेरै वर्ष बादमा। बेबे यता हेर्नु त, हाम्रो राई भाषामा त बेबे भन्छु नि त, अन्त अरूको त बाजेको पाखपै भन्छ होइन, हामी बेबे भन्ने बोलाउँछौँ। 7 वर्ष बादमा भेटेको मैले, घर त म 7 वर्षमा आएको, अन्त हाम्रो बेबे त झन् 91 वर्ष पुग्नु भइसकेछ। हाई भनिदिनु बेबे, त हाई भनिदिनु न, हाई भनिदिनु न, हाई भनिदिनु न। सही गाइस, 91 वर्ष पुग्दा हाम्रो बेबे यस्तो हुन्छ। अझै पनि रिसाउँछ हाम्रो बेबे बेला बेला। म चाहिँ आज यहाँ भेट्न आएको छु नि त बेबेलाई, हाम्रो बेबेलाई। त्यो बेबेले अब केही त खाँदैन भन्छ। बेबे कोही मलाई आशीर्वाद दिनु न, आशीर्वाद के, आशीर्वाद दिनु के, आशीर्वाद दिनु के, यसरी यहाँ राखेर के यसरी। बेबेले मलाई आशीर्वाद दियो हो, बेबेले मनमा भने पनि आशीर्वाद दिएछ हातमा। है बेबे नै हाम्रो बेबे यस्तो छ है गाइस हो। भोक लागेको छैन, यस्तो छ है गाइस हाम्रो बेबे। 91 वर्ष पुगिसक्यो, खुसी लाग्यो। धेरै वर्ष बादमा भेट्नु पाएँ, हाम्रो बेबेलाई आशीर्वाद पाउनु पाएँ मैले है। मेरो त किस्मत राम्रो भयो नि त, हामी त नाति पनातिहरू। ल गाइस लाइक कमेन्ट गरिदिनु होला।